गरी नकराउनु भन्छ, उसलाई दुख्ने गरी नरमाउनु भन्छ। ऊ आफ्नो घरको बारदलीमा बस्छ र पहरबाट बाटो हिँड्ने जो कोहीलाई मनमनै मेरो घर नपस्नु भन्छ। कोसेली वा उपहार बोकेका कोही नपसुन् भन्छ। मन्दिरबाट आशीर्वाद लिएर फर्कँदा बुढाबुढीलाई मेरो घरको अगाडिको चौतारामा नबसुन् भन्छ। उसलाई मेरो घरमाथि चरा बसेको मन पर्दैन, उसलाई मेरो घरमाथि चरा बसेको मन पर्दैन, जुन मेरो छानामाथि बसेको छ। मेरो खेतबारीमा भाग्य लहलह फुलेको छ, आँपका रुखमा आशाका फुलहरू फुलेको, कुलाका पानी मेरो गहिरी खेतमा डुलेको, उसलाई केही मन पर्दैन। यो बर्सात किन मेरो घरको छानो भत्काउँदैन, पल्लो गाउँको खोलो किन मेरो घरको बाटो आउँदैन, आगो किन यसरी अगनामा चुपचाप छ, किन झिल्को जुनकिरी जस्तो माथि माथि उड्दैन, किन केही जलाउँदैन। ऊ मेरो सपनामा मरुभूमि पसोस् भन्छ, मेरो घरमा आँधी आएर बसोस् भन्छ, राति चोर आएर भकारीमा घुसोस् भन्छ, मेरो ओठबाट मुस्कान उडेर बालुवामा गई खसोस् भन्छ। तर म उसलाई फुल जत्तिकै मन पराउँछु। यत्रो दुनियाँमा ऊ बाहेकको अरू मेरो साथी सगोत्री, आफ्नो अर्को ठुलो सानो, परिचित अपरिचित एउटै कतै कोही छैन, जसले आफ्नो रहर र सपना भुलेर, घर धरती र आकाश भुलेर, घाम पानी फुल जुन र चराहरू भुलेर म बारे यति विघ्न सोचोस्, मलाई यति विघ्न सम्झियोस्। दुश्मन नहुनु भनेको त आफूतिर हरदम फर्किरहने, जीवनको एउटा रमाइलो पाटै नहुने हो रहेछ। म उसलाई फुल जत्तिकै मन पराउँछु, तर ऊ मलाई फोहोर जत्तिकै घृणा गर्छ। धन्यवाद।